सर हामी चाहिँ समाला जान भनेर अटोमा चढेर सिटी सवारीमा चढेर दरेली तर्फ हुँदै केराउनु हुँदै लाग्यो। हामीले टाङको राजारानी जान भनेर यहाँ सुचल हाम्रो सुल्तान दाई यता आकाश भाइ यहाँ म चाहिँ रेडी भएर कानेबुङसम्म लागिरहेको छु। थ्याङ्क्स फर वाचिङ। ठिकै हालेको तर मैले सेन्ड मनी गर्नुपर्ने उयो गरेछु यार, ब्यालेन्स हालेछु। टेन्सन मेरो एनसेलको सिमै चल्दैन। एक्सपेन्सेस 50,198 ब्याङ्कमा के भएर इन्कम आउँछ क्या ब्याङ्कमा पैसा आएर इन्कम र एक्सपेन्सेस जोडिन्छ कि 1 महिनाको इन्कम 50,200 एक्सपेन्सेस। अनि फाइनली कानेबुङमा सबजना केटाहरू भेटिसकेको छ। यहाँनिर हामी अहिले ठ्याक्क कानेबुङमा आइसक्यौँ। बस अब चाहिँ हामीले यहाँ उत्तरी मोरङको बस लिनुपर्ने हुन्छ। अब उत्तरी मोरङमा चढिन्छ। कानेबुङबाट उत्तरी थ्याङ्क्स फर वाचिङ। गाडी लागेको हुन्छ जस्तो हामी गाडीमा चढिसक्यौँ। सोधी त के भन्छस्? तिमीलाई ठिक छ नि? ल मलाई पनि ठिक छ। थ्याङ्क्स फर वाचिङ। टट्ट माथिबाट भिउहरू केही देखिन थालिसकेको छ। सबजना ल झुला ग्याङमा We are heading towards Samala Dana. Stay tuned guys. हामी त आयो नि। हामी लाग्यौँ अब समला डाँडातिर। अब चाहिँ यहाँबाट ट्याक्क 1 घन्टा लाग्छ अरे। हामी लेटाङबाट हिँडेको कति भयो? 3 घन्टा 3.5 घन्टा भयो। अब चाहिँ ठ्याक्क 1.5 घन्टा पछि चाहिँ हामी समला डाँडा पुग्नेछौँ। अनि यस्तै छ, यहाँ त चिसो चिसो मौसम रहेछ। मोरङमा त एकदम गर्मी थियो। हेलो गाइज, वेलकम ब्याक टु द अनदर एपिसोड अफ करङ ब्लग। आज अब हामी समला हिँडेको थियौँ। यतिजना हामी 6 जना हिँडेको। सोधी भाइ हाई गर्दै, कान्छा यहाँ आकाश भाइ, यहाँ म, यहाँ प्रतीक, पछाडि करण दाइ। अब पुरै गलिएको छ 3.5 घन्टाका हाइकिङ पछि फाइनली हामी यो कुन ठाउँमा आइपुग्यो? ज्यामिरे ज्यामिरे भन्ने ठाउँमा आइयो। अब यहाँबाट 1.5 घन्टा पछि चाहिँ हामी समला डाँडा पुग्नेछौँ। हामी वहाँ पुगेपछि देखाउँछौँ के गर्छौँ, हामीले कस्तो कस्तो गर्छौँ। रमाइलो हुन्छ जस्तो छ आज। ल काटेर हाल्नु ल दाइ। ल हिँड्न सुसी त पनि किन अब यता फर्की केटा हो। ल काट्नु पछि। ल अब हामी फाइनली चाहिँ यहाँ आइपुग्यो के हेर्दै समलाको यो डाँडो। अब यो डाँडो कटेपछि चाहिँ हामी आफ्नो गन्तव्यमा पुगिन्छ। सबजना केटाहरू गलेर यहाँ फाँक भएर बसेका छन्। कस्तो भयो त? रमाइलो भयो? रमाइलो प्रतीक? एकदम रमाइलो हुँदैछ। अब हामी लगभग यहाँबाट 20 मिनट जतिमा माथि पुग्छौँ। यो डाँडो, यो देखिएको डाँडो चाहिँ हामीले कम्प्लिट गर्नुपर्ने हुन्छ। अनि त्यस पछाडि माथि नै गएर अब के गर्छौँ, यसो टेन्ट सेन्ट गर्छौँ। मलाई टेन्ट सेन्ट ल्याएको छौँ। अब त्यो सबै देखाउनेछौँ हामी। यता खिच्नु त यो पुरै आउने गरी कहाँ छ छोड त 0.5 यता खिच्नु दाइ। ओके बत्ती बालेर गइरहेको छ है। बत्ती नै देखियो हेर नि। रियलमा केटा हो, रियलमा चाहिँ प्लेन उडिरहेको छ टाउको माथिबाट। कस्तो जुम भएको भने ओ दाइ काठमाडौँमा झर्छ यो? होइन हामीले बनाएको छौँ त नहरमा। म बनाउन आँट्दैछु कसम होला यार, यो त म त हालिदिन्छु यार। दामी प्लिक प्लिक बत्ती बलिरहेको छ त। मेन्सन गरेर हाल्नु न भयो इन्स्टाग्राममा रिपोस्ट हाल्न मिल्छ क्या। कञ्चन दाइ किन कोरिया जानुहुन्छ भनेर मैले अस्ति भेटेको थिएँ क्या। साउन्ड चाहिँ म्युट गर्ने फेरि। ल आकाश तपाईँ 5 सनसेट भएको हेर है केटा, सनसेट भएको हेर। एकैछिनमा हुन्छ।
त्यो डुब्ने बित्तिकै यहाँ अँध्यारो भइहाल्यो नि हेर्न अँध्यारो भइसक्यो हेर्न कस्तो मजाले देखियो ओ यहाँ हेर्नु भाइ घाम पुरै पसेको दामी उठेर गएर घामलाई माथि ल्याइदिनु यहाँ घाम डुब्नु आँटेको कसमलाई यो ल डुबो 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 डुब्यो यार कसमलाई परम्परा केटा हो फेरि पनि सम्म लाग्यो यहाँनिर चट्टै यहाँ सुजल भएर बनाएको छ चाउच्याउ यहाँनिर भाइ पानी हाल्नु त यसमा हाल्नु भनेर कुनमा यसमा अलिअलि थपिदिनु न त्यो दुइटामा अनि त्यति के गर्नु त्यो सबै हालिदिनु न होइन क्या यसमा पानी हाल न ओ गिलास कस्तो फुलेको ओ गिलास कस्तो फुलेको हेर केटा ग्लास दाम चाहिँ अस्तो छ केटा एक्सपान्ड धेरै भयो ए नगर न हो अब छुनु पर्छ यो पानी हेर्नु राम्रो के गरेको राम्रो पानी हेर्नु जाऊ राम्रो होइन उतै शनिबारको दिन सरकार ल्याउनु पर्ने रहेछ भन्दैछ पुग्दै थियो क्या हामी निस्किँदाखेरि भाइ माथि पुगिसकेको थियो ओइ हामी त वहाँ 9 बजे 8 बजे राति पुगिसकेको थियौँ हामी सोधी घर आयो यार समाधान आएको थियो कि जानुपर्छ है सकिँदैन फेरि सिक्की ठाउँ छ जस्तो छ त्यहाँ सेक्री छ यार ठाउँ त